हेलो गाइज, के छ खबर? अनि आज चाहिँ हल्का एकदमै जाडो जाडो भइरहेछ, बाहिर हिउँ परिरहेछ। त्यही भएर आज हल्का लोकल कुखुरा खाइदिउँ भनेर अहिले त्यहाँ घिउमा गएर लोकल कुखुरा लिएर आएको छु। ल त त्यसको सुरुको काटेको बेला सुरुकोवाला सिङ्गेवाला भिडियो त बनाउनु पाएन होइन। अब जुन जति बनाइसक्यो त्यहाँदेखि सुरु गर्छु है। हजुर हल्का फुल्का काटेर यस्तो अब लेग पिस सेक पिसहरू बनाइसकेको छु। अनि यहाँ फेरि काट्नको लागि पनि धेरै केही छैन क्या। अनि यहाँ पनि काट्नको लागि सिर्फ भएको यही चक्कु मात्रै हो। अब यही चक्कु युज गरेर हल्का सानो सानो पिसहरू बनाउँछु, त्यसपछिको भिडियो हेरौँलाई। ल त गाइजहरू आधी घन्टा लाग्यो, तर आधी घन्टा लाग्यो पनि मैले काटेँ यार। कसरी काटेँ फर्स्ट टाइम मैले बुझेँ क्या। किन हरेक चिजको लागि आफ्नो आफ्नो काट्ने कुराहरू छ भने बल्ल बुझेको। यो के राम्रो चक्कुले त लास्टै गाह्रो हुन्छ यो मासु काट्न। त्यसले पनि लोकल कुखुरा त्यहाँ हेर त कस्तो भयो नि। ओहो हात कस्तो बनाएको छ यसले काटेको न। यस्तोले मासु काटेको त त्यो दुःख सुख गरेर काटेको गाइजहरू। हल्का लोकल देखेको किन होइन, लोकल जस्तो देखेँ साथीहरू। यति भएपछि कस्तो देखेछ त, लभली छैन? यस्तो रान्दिनको सेन्ट सेन्ट गरेर। ल त झल्किएर धुन्छु, त्यसको पकाएको भिडियोमा हुन्छ है। ल त गाइजहरू हाम्रो जस्तो भयो नि फाइनली चप्ड है। फाइनली चप्ड के भन्छ हामीलाई ओनियन प्याज पनि ल काटियो। ल हाम्रो सर्ट यहाँ छ। अनि यसमा हामी पकाइन्छ गाइजहरू यो कुकरमा। यसलाई हल्का धुम। अनि मेरो चाहिँ बानीखेरि यो ओनियनहरू उसको काटेर यसमा राख्ने बानी छ। यसमा राख्छु मैले, किन अरू काम लाग्छ नि। अनि गाइजहरू यस्तै छ। हल्का गाह्रो हुन्छ चाहिँ भिडियो बनाउनु त यार। न त स्ट्यान्ड छ केही छ। अब यस्तै यस्तै भिडियोमा पाउनुपर्छ होइन। के गर्नु गाइजहरू, स्ट्यान्ड किन्नु पर्ला नि एउटा होइन। कुन चाहिँ स्ट्यान्डहरू ठिक होला भन्नु त। अनि मेरो चाहिँ यो खाना बनाउने मलाई यस्तो बवाल यस्तो मलाई जोस आउँदैन। मैले तिनीहरूको भिडियोहरू हेरिरहेको छु क्या। त्यो एउटा चाहिँ त्यो अस्ट्रेलिया भएको होला ब्रदर एउटा, अनि एउटा चाहिँ फेरि नेपालमै छ भने ब्रदर त्यो पिरो होला क्या। मेरो जस्तै घुम्ने पाल छ एउटा एकजनाको। त्यो दुईजना है मलाई को कस्तो याद त आइरहनु को भनेर यति मलाई होस् भयो। म थपेर राखिदिन्छु दुईजनाको भिडियो इन्सपिरेसनहरूको। ल त गाइजहरू अझै अब अगाडि बढौँ भिडियोमा। के छ गाइजहरू, अनि विदेश भएकोलाई त यो चिज त खतरा उस लाग्छ होला है। कहाँ पाउने भनेर यार। यो भ्याइयो भने के गर्ने हो यार। अब जम्मा कति 20-30वटा होला। यो भ्याइयो भने लास्टै जे हुन्छ गाइजहरू। भिडियो चाहिँ मैले उतातिर राखेर गर्छु है, त्यही भएर सरी है हल्का। अनि हाम्रो चाहिँ यो क्याच किचन चाहिँ यस्तै होला है कि यहाँ चाहिँ यो पकाउने होला, यहाँ भाँडा धुने होला, यहाँ भाँडा राख्ने छ हल्का फुल्का। यो चाहिँ खै म त बुझ्दिनँ। अनि यहाँ चाहिँ फेरि हाम्रो यो भेन्टिलेसन है के भन्छ त्यो छ। ल गाइजहरू अब हल्का तेल सेल हालेपछि भिडियो बनाउँदै कस्तो। ल त गाइजहरू सुरुमा चाहिँ यो हाम्रो के भन्छ कुकुरलाई बसालियो। हल्का तताउनु पऱ्यो नि, यो पानी सानी हुन्छ नि, त्यो पानी सानी सुकाएर त्यसपछि तेल हाल्ने है त गाइजहरू। अब यस्तै छ गाइजहरू, यस्तै गरी हेर्नु है। के गर्नु यस्तै छ है साथीहरू, गाह्रो छ के गर्नु। यही मासु खाएर जिन्दगी चलिरहेछ। यदि यो मासु नै नभएको के हुन्थ्यो होला कि जिन्दगी यार। दुःख सुख भन्ने त कहाँ छ तर मासु भनेपछि मासु हो के। दुःख माने कामलाई नै सुख माने कामले मिठो। ल त गाइजहरू तेल चाहिँ हाल्दै यो कियानरा हो के भन्ने रहेछ, यो तोरीको तेल रहेछ। यो चाहिँ हाल्यो गाइजहरू। अब एकछिन ततामा न तेल तताएपछि मासु हालिदिनु पऱ्यो। मासु हालेपछि माथि सानो पाइदिएको। हामी चाहिँ अब लोकल कुखुराको हामीलाई चाहिँ खाना लेट भइसक्यो यार। यो काट्न साट्न त 9 बजे बनाउनु लाग्यो। यो खाना लास्टै लेट हुन्छ जस्तो छ गाइजहरू यार। लास्टै चाहिँ हुने भयो। अब बोल्दाखेरि यसरी बोल्नुपर्छ यार। गाइजहरू यस्तै हुने भयो के गर्ने। अति ल त गाइजहरू तेल खुर्रे जस्तो छ। अब चाहिँ मासुलाई हालिदिउँ है त। सुरुमा चाहिँ हाम्रो लेग पिस हालौँ है। फेरि अर्को लेग पिस हालौँ। अरू चाहिँ यस्तै छ गाइजहरू। यस्तै पिसहरू बनाउँछ है। यस्तै पिसहरू हो सबै। लास्टै ठुलो आवाज आयो होला नि यसको। यो चाहिँ हाम्रो विङ्स है गाइजहरू। कसै रुम मनपर्ने खान्छु। है गाइजहरू हात धुनु पनि हुँयो। अब सिटा पऱ्यो यस्तै यो बानी हात धुँदै। यो चाहिँ अब फ्रिजमा राख्छु गाइजहरू। त्यही भएर फेरि दिनु पाउनै मिल्दैन है गाइजहरू। के भएको सहरमा चाहिँ हाम्रो अस्तिले बवाल भयो है।
सबै सर्गाइजहरू यस्तै छ है के गर्नु हेर है चलाउनै मिल्दैन हेर यहीँतिर चाहिँ यो धेरै भयो कि गल्ला दिन पर्छ अन्त त्यसपछि फेरि बल्ल हल्का चलाउनु पर्छ ल त गाईको राम्रो खेतमा राखिदिन्छ कि सटै छ त्यस्तै छ बाहिर निस्क्यो त्यहाँ मासु त्यहाँ धेरै लामो राखिदिएको क्या यो लेग पिस चाहिँ लेग पिस भन्दा अन्त अनि मिलाएर भात दिन्छ क्या हल्का रङ्गत चाहिँ हुन आयो हल्का पानी छोड्यो क्या अनि त्यहाँ दुल्को हुँदैछ मैले चाहिँ ख्यालै गरेन हल्का पानी छोड्नु लाग्यो हल्का पानी छोडिराखेको क्या तेल हालेको कामै हुने जस्तो भइसक्यो लोकलको खालि पानी छोड्नु लागेपछि के गर्नु हो गाइजहरू यस्तै छ के गर्नु लोकल गाइजरको पानी सुकाउनु अब त बस्दा पानी सुकाउनु पर्छ मस्त म त गाइजहरू हल्का अब पानी धेरै आयो होइन त्यो पानी हल्का भएपछि अब ढक्कन लगाउनु पऱ्यो गाइजहरू ढक्कन लगाइनु पऱ्यो नि एकछिन ढक्कन लगाएर पकाइदिउँ साथीहरू यो पानी देखेर मेरो दिमाग नै तातो यार कति पानी निस्केको हो हेर्नु कति पानी निस्किसकेको हो पानी पनि यार कहिले यो पानी निस्किने कहिले पकाउने मैले कहिले खाने के हो यस्तो साथीहरू यार हल्का पानीमा भिजाएर राख्दै थिएँ कि यो पानीमा होइन है प्लास्टिकसँग राखेको थियो प्लास्टिकमा दुल्को हुँदैछ कि थाहै भएन फर्स्ट टाइम लिएर आएको यो चाहिँ मासु यो चाहिँ होला फेरि गाह्रो हो साथीहरू गाह्रो भयो ल त गाइस प्याज हाल्ने है कस्तो मैले भिडियो पाउनै बिर्सेछु क्या बानी छैन नि त अरू दिन तर भिडियो पाउनै बिर्सेछु ल प्याज हाल्ने गाइजहरू पानी पनि सफ सुको अब त यो तेल मात्रै हो अब तेलमा हल्का मस्त मसला हालेर मस्त पकाइदिन्छु अनि म त्यहाँ राखेर हल्का भिडियो पाउँछु है ल त गाइजहरू म त गाइजर सुरु गरौँ फेरि ल अब म त कस्तो कन्फ्युज हो क्या अन्त भिडियोमा आइराख्नु नि हेर्नु त अनि प्याज स्याज हालिदिइराख्यो भिडियोमा देखाउनु पाएन अब बल्ल पनि पानी त पुरै सुकेर तेल मात्रै हो अब त्यसलाई तेलमा पकाउनु पाए त कस्तो क्रेजी हुन्छ होला त रातो भएर बाहिर निस्क्यो फेरि मासु यसलाई चाहिँ व्यवस्था गर्नुपर्ने भएछ अरूभन्दा नि बाहिर निकाल्नु भएको छ नि क्या यार यो त लास्टै भयो त मलाई गल्न हाम्रो हल्का गल्दैन त मासु यार मिठो होला जस्तो है गाइजहरू हल्का प्याजलाई उस गरौँ यति रातो हुन दिनु भयो क्रेजी हुन्छ है गाइजहरू त्यसमा अलिकति हल्का चाहिँ हालिदिउँ अब हामीले हल्का पिरो हालिदिउँ गाइजहरू यो चाहिँ अब धुलो खोर्सानी है नेपालदेखि ल्याएको गाइजहरू है धुलो खोर्सानी हाल्यौँ हल्का देखेँ होइन धेरै त हाल्नुहुन्न गाइजहरू नत्र भए त फेरि साटै साट हुन्छ फेरि यो भयो गाइजहरू यो चाहिँ फेरि यहीँ राख्नुपर्छ किनकि नुन सुन हाल्ने सब यहीँबाट हो क्या त्यसो हल्का नुन हालिदिउँ अनि नुन फेरि अहिले हाल्दा नपुग्यो भने यो चाहिँ गाइज मेरो नुन है नुनको बट्टा तीन चम्चा हाल्ने 3 चम्चा त होला नि यार पानी नहाल्ने एउटा सोचिरहेको धेरै किन पानी त हल्का हाल्नुपर्छ कि यार हल्का निकाल्नु पर्ला कि बिचमा हल्का निकाल्छु अनि पछि फेरि पानी हाल्नु पर्ला जस्तो किनकि यो लोकल कुखुराको मेरो झोल नहालेर नहालेर मजै भन्दाखेरि हल्का अब बेसार हालिदिउँ अझै हालिदिउँ बेसार चाहिँ फेरि रङ्गतै आउनु फेरि कस्तो नराम्रो देखिन्छ फेरि यो हल्का सब्जी मसला नि हाल्नु पर्यो यो उसका सब्जी मसला हो क्या यो फेरि के भन्छ होला त्यो मिक्सवाला हो क्या सब्जी मसला प्लस मिट मसला मिक्सवाला हो यो मिट मसला पनि छ अझै हाल्ने हो लास्टमा लगाइदिनु हाल्ने हाम्रो यो सामान मेन सामानहरू हाल्यो प्याज पनि हाल्यो पनि हाल्यो यहाँ टमाटरको उसै रहन्छ कि अरू दिन क्यान हुन्थ्यो क्यानै भेजेको रहेछ म फेरि ख्यालै गर्नु हालतिर जाँदाखेरि बल्लको रङ आउँछ तपाईँ कस्तो रङ आउँछ मिट मसला धेरै हाल्यो जस्तो लाग्यो मिट मसला हाल्नमा चाहिँ लगाइदियो हेर्ने है रङ्गत हेर्छ रङ्गत हल्का फुकाएर लगाइन्छ हल्का रङ्गत चेन्ज भइसकेको छ साथीहरू अझै एकछिन राख्यो भने यस्तै राख्यो भने अलि रङ्गत कस्तो भइन्छ मैलेलाई क्रेजी देखेको छ त होइन गाइज हाम्रो मिट मसला हाल्नै छ डमलाई हाल्नै छ तर सर्ट देखियो सर्ट है सर्टै सर्ट साथीहरू मजाक गरेको
यति क्रेजी स्मेल आइरहेको छ यार मजाक गरेको होइन लिटरली यार क्रेजी स्मेल आएर गाइजहरू मारेको छ है गाई मारेको छ ल मारेको छ के बवाल भयो त हो क्रेजी बास्ना आयो गाइजहरू क्रेजी बास्ना यार मजाक गरेको गाइजहरू अति मिठो बास्ना आयो अति मिठो मैले चाहेको बवाल नै भन्छ तर यस्तो चाख्न पाइन्न गाइजहरू किनकि म त एक्लै खाने नि त्यही भएर चाहेकै थियो अरूलाई बनाउनु चाख्न पाइन्न तर एक्लै खाने पनि पाइयो गाइजहरू क्रेजी भएको छ है क्रेजी भएको छ हेर्ने गाई रङ्गत हेर्ने गाइजहरू लोक है रङ्गत हेर्ने गाइजहरू रङ्गत हेर्ने साथीहरू मारेको छ है मारेको हो क्रेजी भएको छ त हो सर्टै सर्ट गाइजहरू सडै सर्ट यस्तै छ है के गर्नु साथीहरू यस्तै छ ल सर्टै साथीहरू सडै सर्ट हल्का पानी हाल्छु गाइजर मसला अब गाइजर हल्का के सोच्यो भने अब मिट मसला हालिदिन्छु पानी हालिदिन्छु अनि छोड्दिनु पर्यो गाइजर किन नत्र भयो फेरि यो हुन्छ के भन्छ किनकि यो लोकलको हो नि त हल्का चाम्रो हुन्छ कि यो थाहा होला नि गाइजहरू लान दोकान गएर चाहिँ हल्का चाम्रो भइन्छ गाइज अब भिडियो यहीँसम्म राखिन्छ होला नि अब लास्ट टाइम मात्रै हेर्छु लास्टको हाल्न मलाई नि हालौँ न नत्र अब के हुन्छ त्यसो चाहिँ अलि गर्दा गर्दा पुरै बिर्सिन्छ गाइजहरू क्रेजी देखेको छ दुईवटा मिट मसला हाल्ने भनेर सोचिरहेको थिएँ लास्ट तातो पानी छ ल साथीहरू लास्टै तातो भयो पानी त पानी हाल्छौँ रङ देख्दैन गाइजहरू यो त लोकल कुखुराको गाईको चाहिन्छ होला पानी हाल्छ नि क्रेजी रङ त होइन गाइजहरू यति भएपछि चल्छ हौ साथीहरू ल त गाइजहरू बन्द गरेर राखिदिउँ अब यसलाई हस्तो भयो गाइजहरू धन्यवाद भिडियो हेरेकोमा धन्यवाद है गाइज धन्यवाद लभली सडै सर्ट